त्यो अदृश्य यात्री। यो घटना आजभन्दा 10 वर्ष अघिको हो, जब पहाडका बाटोहरू अहिलेका जस्ता चौडा र उज्याला थिएनन्। रातको करिब 12 बजिसकेको थियो। म आफ्नो मोटरसाइकलमा एक्लै घर फर्किँदै थिएँ। बाटोको एक ठाउँमा एउटा विशाल र पुरानो पिपलको रुख थियो, जसको बारेमा गाउँमा धेरै हल्लाहरू सुनिन्थे। त्यो रात निकै कुहिरो लागेको थियो। जब म त्यो पिपलको रुख नजिकै पुगेँ, मेरो मोटरसाइकल अचानक बन्द भयो। मैले धेरै पटक स्टार्ट गर्ने कोसिस गरेँ, तर भएन। ठिक त्यही बेला मलाई मेरो काँधमा कसैले चिसो हात राखेको महसुस भयो। मैले पछाडि फर्केर हेरेँ, कोही थिएन। तर मोटरसाइकलको ऐनामा मैले देखेँ, पछाडिको सिटमा एउटी सेतो कपडा लगाएकी महिला बसेकी थिइन्। उनको अनुहार कपालले ढाकिएको थियो र हातका नङहरू अस्वाभाविक रूपमा लामा थिए। मेरो मुटुको धड्कन तीव्र भयो। मैले ऐनाबाट नजर हटाएर सिधै पछाडि हेरेँ, तर त्यहाँ त सिट खाली थियो। तर फेरि ऐनामा हेर्दा उनी त्यहीँ थिइन् र यसपटक उनले बिस्तारै आफ्नो टाउको ऐनातिर फर्काइन्। उनको आँखा थिएनन्, केवल 2वटा काला खाल्डाहरू थिए। उनी डरलाग्दो गरी हाँस्न थालिन्। उनको हाँसो मान्छेको जस्तो थिएन, बरु कुनै जनावर चिच्याएको जस्तो थियो। अचानक मेरो मोटरसाइकल आफै स्टार्ट भयो। मैले नहुने गरी गति बनाएँ, तर जति छिटो म कुदाउँथेँ, ऐनामा देखिने त्यो आकृति त्यति नै नजिक आउँदै थियो। उनले मेरो कानमा बिस्तारै भनिन्, मलाई एक्लै छोडेर कहाँ जान्छौ? म कसरी घर पुगेँ मलाई थाहा छैन। भोलिपल्ट बिहान जब मैले आफ्नो मोटरसाइकल हेरेँ, पछाडिको सिटमा हिलोका छापहरू थिए र मेरो काँधमा कसैको नङले कोतरेका गाढा दागहरू थिए। अझै पनि जब म त्यो बाटो भएर जान्छु, म कहिल्यै पनि मोटरसाइकलको ऐनामा हेर्ने आँट गर्दिनँ।